किन बोल्छन् प्यार पारी यसमा बोल्नु किन परेको छ उजुर हाल्नु सिद्धिको कारवाही गराउनु त्यसपछि कारवाही गरेन भनेदेखि अनि मिडियामा आउनु। दर्शकवृन्द नमस्कार, यति बेला हामीसँग हुनुहुन्छ विश्लेषक श्याम बस्नेत, स्वागत छ यहाँलाई। धन्यवाद। प्रधानमन्त्री सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भइसकेपछि यति बेला विभिन्न प्रकारका टिक्का टिप्पणीहरू भइरहेको छ। विशेष गरी उहाँहरूको जुन सुन यति तोला भनेर जसरी उहाँहरूले देखाउनु भएको छ, अरू सम्पत्ति पनि देखाउनु भएको छ, त्यो विषयलाई लिएर अहिले भइरहेका टिक्का टिप्पणी विशेष गरी सकारात्मक भन्दा पनि नकारात्मक टिक्का टिप्पणीहरू छन्। यसबारेमा तपाईँ के भन्नुहुन्छ? यो बेमौसमको आवाज हो क्या, यो बेकारको यो किन गर्नु परेछ? अब कसरी कमाए, के कमाए, पहिले त्यो सोर्स अफ इन्कम के हो, कसैको पैतृक होला के होला, कम्तीमा पनि सम्पत्ति चिनेका मान्छे आएका छन्। सम्पत्तिमा लोभ नहुन सक्छ क्या, सम्पत्ति भोको मान्छे आयो भने उसले बेसी खान्छ क्या, पस्ने भन्दा बेसी खान्छ, त्यो चिज भएको छ। यिनीहरूले के गरे त्यो सोच्नु भन्दा पनि अहिले देशले फेस गरेको समस्या र भू राजनीतिलाई नै सम्हाल्यो भनेदेखि हामीले अरू चिजमा डिस्टर्ब गर्नुपर्ने मैले चाहिँ देख्दिनँ। जस्तो गृहमन्त्री सुदन गुरुङको सम्पत्ति यत्रो यो कहाँबाट कसरी, उहाँको स्रोत के भनेर भनिरहेछन् होइन, प्रधानमन्त्रीको त्यो स्रोत के भनेर खोजिरहेछन्। अहिले जुन स्रोत हुन्छ नि, विवरण सार्वजनिक गरिसकेपछि स्रोत जसरी खोजी भइरहेछ जनस्तरबाट सामाजिक सञ्जालमा, स्रोतको खोजीका विषयमा चाहिँ यहाँको टिप्पणी बुझ्न खोजेको मैले। होइन यो जायज हो कि होइन? त्यो उनीहरूले खोजुन् या म चाहिँ त्यसको पनि अवस्था देख्दिनँ क्या। अहिले हामीलाई निकै ठुलो विपद छ, अब अरूले बुझाएछ कि छैन, त्यसलाई फेस गर्ने बेलामा यस्ता चान्चुने कुरा गरेर बोक्रे कुरा गरेर हामीले उनीहरूलाई डिस्टर्ब गर्नु हुँदैन। त्यस्तो छ, शङ्का छ भनेदेखि त धेरै एजेन्सीहरू छ, खोजे भइगयो नि। अहिले त सबै चिज पारदर्शी छ। जस्तो यति बेला चाहिँ यो अलिकति त नकारात्मक आलोचना, नकारात्मक टिप्पणी हुनुको कारण के पनि होला भनेदेखि, जस्तो योभन्दा अगाडि का सरकारहरू विशेष गरी काङ्ग्रेस, एमाले, तत्कालीन माओवादी लगायतका जुन सरकारहरू हुन्थे हो, तिनीहरूको सम्पत्ति विवरण सार्वजनिक हुँदा, ती प्रधानमन्त्री मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुँदाखेरि भनौँ, या जसरी अहिले आवाज उठिरहेछ नि देउबाको सम्पत्ति, आर्जुको सम्पत्ति, अरूको सम्पत्ति र हो, यो कुराहरू उठिरहँदाखेरि चाहिँ अरूमाथि चाहिँ औँला उठाउने अनि स्रोतका विषयमा यिनीहरूले चाहिँ भन्नु पर्दैन भनेर भनिरहेछन् क्या। त्यो ती भ्रष्टाचारीहरूले गर्ने कुरा हो यो, मलाई सोध्नुहुन्छ भने। अब देउबा के थियो भने उसको लाइफ, उसको पोलिटिकल लाइफ सबैको अगाडि थियो, ओलीजीको पोलिटिकल लाइफ सबैको अगाडि छ, हाम्रो प्रचण्डको पनि पोलिटिकल लाइफ सबैको अगाडि छ। त्यो जुन ट्रान्सफर्मेसन भयो त्यो सबैको अगाडि भएको बेलाले उनीहरू त्यतिखेरै पब्लिक फिगर थिए नि त। यी भाइ बिनाहरू त भर्खर पब्लिक फिगर भएका छन् नि त, अहिले जनताको नोटिसमा भर्खर आएका हुन्। भोलि गएर त्यस्तै अवस्था परेछ भने यिनीहरूले आफ्नो स्रोत खुलाउलान् नि त, त्यो मौका दिनु नि। त्यस्तै छ भने गएर के अरे केस फाइल गर्नु, उनीहरूले गएर कोर्टमा देलान्, त्यसपछि उनीहरूको कुनै अनैतिक तरिकाले आएको रहेछ, अपराध गरेर आएको रहेछ या स्मग्लिङ गरेर आएको रहेछ भने त्यो त त्यसको पनि त प्रावधान छँदैछ। यो छानबिन चाहिँ मन्त्री परिषदकै सदस्यबाट गरौँ न त ल भनेर भनिरहेछन्, यो आवश्यक हो कि होइन? होइन, शङ्का त्यसैमा छ भने गरे हुन्छ, त्यो कुनै ठुलो कुरा होइन। त्यो उनीहरूले जब त्यसलाई सार्वजनिक गरिसकेपछि उनीहरूले पनि त बुझेको होला नि कि यसमा चाहिँ शङ्का उठ्यो भने मैले यसको चाहिँ स्पष्टीकरण दिनुपर्छ भने। त्यति नबुझ्ने त तपाईँहरू यङ जेनेरेसन त पक्कै हुनुहुन्न, हामी जस्ता स्वार्थ त पक्कै हुनुहुन्न होला नि त। हामी त लुकाउन खोज्यौँ नि, तपाईँहरूले लुकाएर लुक्दैन भन्ने त अहिलेको युग त तपाईँहरूले बुझेकै छ नि त। यही युगमा तपाईँहरू बाँच्नु भएको छ, यही युगमा हुर्किनु भएको छ, यही टेक्नोलोजीबाट तपाईँहरू सिक्नु भएको छ। तपाईँलाई यो चिज थाहा छैन। र अहिलेको ट्रान्जेक्सन जुन क्यास ट्रान्जेक्सन हो, त्यो क्यास ट्रान्जेक्सन डिजिटली हुन्छ, त्यो रेकर्डेड छ। तपाईँका जति पनि कन्भर्सेसन हुन्छ त्यो जहिले पनि रिट्रिभ हुनसक्छ। अर्को चिज, तपाईँको जति अचल सम्पत्ति छ त्यो चाहिँ तपाईँले चाहिँ रेजिस्टर गर्नुपर्छ।
त्यो पनि डिजिटली रेजिस्टर्ड छ। त त्यसको स्रोत होला तपाईँको चाहिँ अचल सम्पत्ति तपाईँको नाममा आएको छ कि बाउको नाममा आएको छ कि किनेको नाममा आएको छ कि त्यो सबै त क्लियर भइहाल्छ नि। जसको चाहिँ विदेशमा शुद्ध सम्पर्क छ, जस्तो भनौँ न कसैको परिवार विदेशमा छ, छोराछोरी विदेशमा छ, तिनीहरूलाई चाहिँ तपाईँहरूले चाहिँ क्वेसन गर्नु मेरो विचारमा त्यो चाहिँ ठिक होला। किनभने लुकाउने ठाउँ त्यहाँ हो। नेपालमा त लुक्दैन नि, नेपालमा त रेकर्ड छँदैछ नि। भनिसकेपछि अहिले सामाजिक सञ्जालमा जुन हल्ली खल्ली चलिरहेछ यो बकमफुसिया हो। बकमफुसे भन्दा पनि यो डाइभर्ट गर्न खोजेको, आफ्नो गुनाह जुन आफ्नो अपराध लुकाउन खोजेको हो। म पनि उस्तै हो भन्ने जस्तो। यो अरूको किन लिनुहुन्छ, रविकै कुरा लिनुहोस् न, जसको अहिले सरकार छ, जुन पार्टीको सरकार छ, रविकै कुरा लिनुहोस्, रविकै सांसदहरूको त्यस बेलाको कुरा लिनुहोस्। हामीलाई चाहिँ थुन्ने, अरूलाई नथुन्ने भनेपछि उनीहरूले इन्डाइरेक्टली त हामी पनि इन्भल्भ चाहिँ छौँ, तर सबैले बराबर गर भन्न खोजेको न हो अघि। त त्यस्तै हाम्रो सम्पत्ति तिमीहरूले खोज्ने, यिनीहरूको सम्पत्ति नखोज्ने भने त्यो एजेन्सीमा उजुरी हाल्नु नि, सिधै गर्ने। यसपालि त्यसपछि त्यो एजेन्सीलाई काम गर्नबाट रोकेछ भने अनि कुरा गर्नु छ होला नि त। अख्तियार छ कि के अरे सिआइबी छ कि के छ, अनुसन्धान छ कि सम्पत्ति शुद्धिकरण छ कि त्यहाँ हाल्नु। त्यहाँ उनीहरूले कारवाही रोकेछन् भनेदेखि उनीहरू त्यसमा चाहिँ गुनाहगार छन् भनेर बुझ्नु सिधै गर्ने कुरा त। ठाउँ हुँदा हुँदै किन, मुख हुँदा हुँदै नाकबाट किन खान्छ मान्छेले, यो बुझाएको छैन। यो सम्पत्ति शुद्धिकरणको आरोपमा जुन छानबिनको एउटा प्रक्रिया अगाडि बढेको छ होइन, जस्तो योभन्दा अगाडि पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र उहाँकी पत्नी आर्जु राणा देउबाका विरुद्धमा त सम्पत्ति शुद्धिकरण जुन आरोपमा उहाँहरूलाई पक्राउको पुर्जी नै त्यो जारी भएको स्थिति छ। अब अहिले मान्छेहरूले के भनिरहेछन् भनेदेखि त्यो पदमा बसेकोले मात्रै होइन, पदमा नरहेकोले पनि सम्पत्तिको स्रोत त खुलाउनुपर्छ होइन। त्यो भएर अहिलेका मन्त्रीहरूले अब अहिले जसरी उहाँहरूको सम्पत्ति विवरण सार्वजनिक उहाँहरूले गर्नुभयो, यसबाट उहाँहरूकै प्रति नैतिक प्रश्न चाहिँ उठ्यो है। अब नैतिक प्रश्न चाहिँ उठ्छ, उहाँहरूले कि त स्रोत देखाउन सक्नुपर्छ, होइन भनेदेखि त्यो छानबिनको अधिकार उहाँहरूले कसरी राख्न सक्नुहुन्छ। भर्खर 40 मुनिका कति मन्त्रीहरू जो हुनुहुन्छ, सानै उमेरमा त्यत्रो सम्पत्ति भनेर भनिरहेछन्। होइन, स्रोत खोलेकै होला नि, कसैले पैतृक भनेका छन्, कसैले के भनेका छन्। एकछिनलाई भन्नुहोस् न, मेरो परिवारमा हाम्रै एउटै हजुरबाउको सन्तानमा अब बुद्धयरका 2टा छोरा छन्। बुद्धयरका मेरो कान्छो काकाको 2टा छोरा छन्। उनीहरूको भागमा 20-20 अरबको सम्पत्ति अंशमा पर्यो। भोलि मन्त्री भयो भनेदेखि स्रोत खुलाउनु पर्छ भने त ट्याक्समा त क्लियरेन्स होला नि त। किन प्रपर च्यानलमा जाँदैन? कहीँ न कहीँ त त्यसको त खुलासा त छ नि। अहिलेको युग बेग्लै हो भनेको। त्यसो भए पुरानोले जे गर्यो यो पुरानोलाई बचाउने कुरा जुन गर्दैछन्, यो त पुरानोलाई बचाउन गरेको हो नि त। तपाईँको खोज्दाखेरि मेरो पहिले तिमीहरूको खोजा भन्ने भने खोज्न त उनीहरू उजुरी हाल्नुन् न। किन बोल्छन् प्यार प्यारी यसमा? बोल्नु किन परेको छ? उजुरी हाल्नु, सिधीको कारवाही गराउनु। त्यसपछि कारवाही गरेन भनेदेखि अनि मिडियामा आउनु। मिडिया त लास्ट रिसोर्स हो नि त। हल्ला गर्ने यो जुन बानी बसेको छ मिडियाबाट आफूलाई के अरे विश्लेषक भनाउनको लागि जुन बानी परेको छ, यो पनि एउटा रोग भइसक्यो क्या। चाहिने कुरा भन्दा बेचाइने कुरा गरेर के मतलब छ भन्नुहोस् त रोहितजी। तपाईँहरूलाई पनि कहिलेकाहीँ वाक्क लाग्दो होला यस्तो क्वेसन सोद्धाखेरि। एकछिनलाई भन्नुहोस् न, यही व्यवस्थाभित्र सबै टिकेका छन्, यही व्यवस्थामा हुर्केका छन्। को चाहिँ मान्छेले चाहिँ इलिगल पैसा खाएको छैन या अलिकता आउट अफ द वे गएर कमाएका छैन को मान्छेले? त्यो चाहिँ मलाई एउटा देखाइदिनु नि। यो एउटा जिजसले भनेको थियो क्या, एउटा आइमाईले चाहिँ पुरुषसँग सम्पर्क राख्दाखेरि त्यसलाई जुजहरूले ढुङ्गा हाने। अनि जसको चाहिँ त्यो त्यस्तो
छैन त्यसले मात्रै हानुहोस् भन्दाखेरि कोही बाहिर निक्लेन नि। त्यो चाहिँ एउटा मान्छे ल्याउनु र यो कुरा गर्नु। हामी यही सिस्टमबाट हुर्केका छौँ। मैले दिएको छु, म त आफै भन्दैछु नि, मैले दिएको छु, नदिकन काम हुँदैन, गर्नुहुन्छ के? अनि म जो पोस्टमा बसेको छ त्यसले चाहिँ उसको सिग्नेचरले, उसको पावर अथोरिटीले अर्कोले घुस खाएको छ या के अरे इलिगल काम गरेको छ, राष्ट्रलाई नोक्सान पुर्याउने छ, त्यो पुग्दाखेरिको कुरा बेग्लै हो। अर्को बेलामा गर्दाखेरि एउटा साधारण चोरको कुरा आयो, हो कि होइन? साधारण चोर हुनु र प्रधानमन्त्री चाहिँ चोर हुनुमा जमिन आसमानको फरक छ कि छैन? प्रधानमन्त्रीलाई त 3 करोडको जिम्मा दिएर पठाएको हो नि, 3 करोडको सम्पत्ति चोर्छ नि त्यसले। अहिले चाहिँ एउटा चोरले त एउटाको सम्पत्ति मात्रै चोर्छ। त्यो चोरेको हो भनेदेखि त्यो चोरलाई चाहिँ थुन्नु नि, त्यो केसमा लगाउनु। जस्तो सुनकै कुरा भयो, अघि सुनको त्यस्तो छ भने ल एउटा पास गर्नु, सदनमै कुरा उठाउनु। हर्कलाई नै चिन्त बुझेको छैन भने हर्कले उठाए भइगयो। सुन चाहिँ के अरे चाहिँ फिजिकली देखाइदिनु भनेदेखि छ भने देखाइदिन्छ, सिधैको नि कुरा। एकछिनलाई भन्नुहोस्, अहिले सुन बेच्न जानु पर्यो भने किनेको रसिद माग्छ, हो कि होइन? मलाई पराएछ त्यस्तो, हामी रसिदै राख्दैनथ्यौँ। अब मेरो आमाको बाउको पालाको सम्पत्तिको हाम्रो बेलामा रसिद हुन्थ्यो त? अनि हामी त त्यो पालाको मान्छे त बाँचिराखेकै छौँ नि त। त्यस्ता गहना मेरो घरमा छैन होला, भन्नुहोस् त? त्यसको मसँग बिल हुन्छ? मैले आफ्नो जिन्दगीमा सुनको सिक्का 10,000 भन्दा बेसी बेचेको छु एकपल्टमा, मलाई पैसा जरुरत पर्दा। किनभने मलाई नोट चाहियो, भारू साट्नु पर्यो। मैले त्यो चाँदी, मसँग पैसा भएन, मैले 1.5 रुपियाँ तोलाको दरले सिक्का बेचेर मैले 15,000 16,000 कति गरेपछि 10,000 भारू जम्मा गरेको मैले। अब त्यो मसँग अहिले भएको भए मसँग त्यसको रेकर्ड हुन्थ्यो त रोहितजी। यो चिज बुझ्नुपर्छ। गिभ देम अ चान्स। हामीले 52 लाखले पत्याएर पठाएको छ, होइन? अहिले हामी एउटा ठुलो भुमरीमा परेको छ, दुनियाँ नै भुमरीमा परेको छ। गिभ देम अ चान्स। उनीहरूलाई असक्षम प्रुभ गर्न दिनुहोस् न। उनीहरू असक्षम भएछन् भने सम्पत्तिको किन नि तिमीहरू यो कुर्सीको लागि ठिक छैन भनेर त म नै भन्दैछु। यो सरकारले 6 हप्ता, अहिले यति कम्प्लिकेटेड सिचुएसन भएको छ कि 6 हप्ताभित्र तपाईँले चाहिँ रिजल्ट दिन सक्नु भएन भनेदेखि यही 52 लाखले उडाउँछ भने म 6 हप्ता भन्थेँ। 6 हप्ता भनेको 42 दिन हुन्छ। यिनीहरूकै सभापतिले आफ्ना सांसदहरूलाई चाहिँ उ गरिदिँदाखेरि चाहिँ ट्रेनिङ दिँदाखेरि भनेको होइन, हामीलाई 35 दिन हो, 35 साल होइन, 35 महिना होइन, 35 हप्ता होइन, 35 दिन हामीसँग छैन। हामीले वी हेभ टु डेलिभर, हामीले डेलिभर गर्नै पर्छ भनेर भनिराखेका छन्। उनीहरूले त्यो चिज त महसुस गरेछ। टाइम त दिनुहोस्, गर्न दिनुहोस् न, सिद्धिको नि कुरा। जुन दिन हामीलाई खान पाउँदैन। अहिले तपाईँलाई एउटा कुरा भनौँ, अहिले असरले मान्छेलाई अहिले नोइडामा गोली चल्न थालिसक्यो। कर्मचारी, प्राइभेट कम्पनीका कर्मचारीले विद्रोह गरिराखेको छ। अहिले म न्युज हेर्दैछु। कारण के हो भन्नुहुन्छ भने उसलाई ओभरटाइम गर्यो, ओभरटाइमको पैसा दिएन, अघि उसलाई जुन पे स्केल बढाउने भनेर देखाएको छ कम्पनीको रेजिस्टरमा, त्यो अनुसारले दिएको छैन भनेर अहिले गर्यो। किन अहिले गर्यो? त्यो चिज त वर्षौँदेखि चलिराखेको छ नि। वर्षौँसम्म, अस्तिसम्म पुगेको थियो। अहिलेको यो खाडी युद्धले गरिदिँदाखेरि पुगेन, अनि माग्यो नि। नभएदेखि भएको नोकरी, अहिले नोकरी पाउनलाई गाह्रो छ। किन नोकरी चाहिँ हजारौँ लाखौँ छन् त्यहाँ अहिले आगो बलिराखेको छ। गाडीमा उनीहरूले चाहिँ पेट्रोल छरेर चाहिँ आगो लगाइदिइराखेका छन्। ती उद्योग बन्द हुने भए पुगुन्जेलसम्म मान्छेले विद्रोह गर्दैन, सहेर बस्छ। नपुगेपछि र सहन नसकेपछि अनि विद्रोह गर्छ। त्यो हो नि कुरा त। हामी अघि कुरा गरिरहेका थियौँ यो सम्पत्ति विवरण सार्वजनिक
भइसकेपछिको परिस्थितिका सन्दर्भमा होइन अलिकति म त्यतै गर्न चाहेँ। जस्तो यहाँलाई लागिरहेको चाहिँ जो पुराना भनिएका राजनैतिक दलहरू हुन् नि हो ती दलहरूले यी नयाँ भने पनि उस्तै त रहेछन् नि भन्नका लागि चाहिँ यति बेला यो सामाजिक सञ्जालमा हल्ला त्यो प्रुभ गर्न सक्दैनन्। उनीहरू नै आफै ठोकेर आफ्नै मुखमा थुपारिरहेछ। कसरी एउटै हो भन्नुहोस् त, कसरी एउटै हो? एउटै भए किन जित्यो? त्यो एउटा कुरा। अहिले यति बेलाको प्रयास चाहिँ उनीहरूको त्यस्तो हो। त्यो त हो नि, त्यो यो दिस इज अ नन इस्यु क्या। नन इस्युलाई तपाईँ इस्यु बनाउँदै हुन्छ। यिनीहरू इस्यु तपाईँलाई भनेको होइन, यिनीहरू इस्यु बनाउँदैछन्। त्यसले यिनीहरू छुटकारा पाउँदैन। उनीहरूले जब डिक्लेयर गरे भनेपछि त्यसबाट डिनाइ गर्न त पाउँदैन, पछाडि हट्न त पाउँदैन, किनभने लेखेर दिएको छ, गभर्मेन्टलाई दिएको छ। अब त्यो कहाँबाट ल्याइस् भनेर प्रुभ गर्नुपर्ने अवस्था आएपछि त उनीहरूले कोर्टमा गएर पनि प्रुभ गर्नुपर्छ। त्यति बेकुफ छन् होला त ती भाइ बहिनीहरू? म चाहिँ सम्झिन्न त्यो कुरा। यी बेकुफहरूले यही यस्तै बेकुफी गरेर देश डुबाएर आफ्नो अहिले यो हाल भएको हो नि त। सधैँ मान्छे यिनीहरूसँग दिमाग भएको भए यो अवस्थामा पुग्थ्यो देश। यसमा हाम्रो पनि दोष हो, यस्ता बेकुफलाई साथ दिएका रहेछौँ हामीले। अब यति बेला यो सरकारले गरिरहेको कामका विषयमा कुरा गरौँ है त। सरकार गठन भएको केही दिन मात्रै भएको छ। यो 100 दिन त हनीमुन पिरियड भनेर भन्छन्। यद्यपि अहिले नै सरकारको काम कारबाहीको समीक्षा गर्नु हतार हुनसक्छ। यद्यपि सरकारले केही काम जो देखिने गरी, विशेष गरी गृह मन्त्रालयको काम चाहिँ अझ देखिने गरी त्यो छ भनेर भनिन्छ होइन। तपाईँ भनौँ न ल, मन्त्रीकै कुरा गर्दा सुदन गुरुङको चाहिँ कसरी यो कामको समीक्षा कसरी गर्नुहुन्छ अहिलेसम्म उहाँले जे गर्नु? म सरकारलाई एज अ होल म सरकारलाई जिम्मेवार सम्झाउँछु। खास गरी प्राइम मिनिस्टर जिम्मेवार हो। सुदनको काम ठिक छैन भने निकाल्ने अधिकार पनि उसैलाई छ, राख्ने अधिकार पनि, नियुक्ति गर्ने अधिकार पनि प्रधानमन्त्रीलाई नै छ, हो कि होइन? तपाईँले जुन चिज भन्नुभयो हनीमुन पिरियड, अहिले के अरे यसको समीक्षा गर्ने बेला भएको छ भन्ने कुरा होइन। यो 21st सेन्चुरी हो। यो स्प्लिट सेकेन्ड डिसिजन लिनुपर्ने अवस्था हो। आज तपाईँलाई चाहिने इन्फर्मेसन तपाईँको टुप्पा औँलाको टुप्पाले एउटा बटन थिच्दाखेरि 1 सेकेन्डको पनि फ्र्याक्सनमा तपाईँलाई रिजल्ट आउँछ। त्यस्तो बेलामा तपाईँ आराम गर्नलाई त्यहाँ पठाएको होइन। हामीलाई 32 खरब ऋण छ। अहिले हाम्रो पैसाले, भएको पैसाले तपाईँ किनेर खान सक्नुहुन्न। त्यो महँगाई छ। यो चिजलाई हामीले पर्खिन सक्छ कसैले? उनीहरूले तुरन्तै गर्नुपर्छ। मलाई सोध्नुहुन्छ भने तपाईँ सुदन तपाईँ प्राइम मिनिस्टर यो सिस्टममा प्राइम मिनिस्टर इज रिस्पोन्सिबल। ऊ जिम्मेवार हो। उसको निर्णय चल्छ भनेपछि सबै चिजको जिम्मेवार त्यही हो। त्यस कारणले त अस्ति ओलीलाई छुनेको, नभए ओलीलाई छुन्नुपर्ने कारण के थियो? ऊ रिस्पोन्सिबल हो। म प्राइम मिनिस्टरको जहाँसम्म कुरा छ अघि, म 2-3वटा चिजमा मेरो चित्त बुझेको छैन, म सन्तुष्ट छैन अघि। अब म सन्तुष्ट, यो 80 वर्ष नागेको बुढो असन्तुष्ट भएर हामी यङ जेनेरेसनलाई के असर पर्छ भनेर तपाईँहरू यङ जेनेरेसन सोच्नु होला। तर हाम्रो अनुभव बोल्छ। जब तपाईँले चुनाव जितेर आएर एउटा परिवर्तन भएर आइसकेर तपाईँले सरकार फर्म गरिसकेपछि तपाईँलाई भोट नदिने मान्छे त आधीभन्दा बेसी छन् नि त। तपाईँका विद्रोहीहरू पनि छन् नि। तिनीहरूको पनि तपाईँ प्राइम मिनिस्टर हो। त्यस्तोमा के गर्छ सबैले भनेदेखि, जो हेड अफ द गभर्मेन्ट हुन्छ, सरकार प्रमुख हुन्छ, त्यसले राष्ट्रलाई एक ढिक्का राख्नको लागि सबैलाई एड्रेस गरेको हुन्छ। त्यसलाई भन्छ एड्रेस टु द नेसन। राष्ट्रको नाममा सम्बोधन गर्ने हुन्छ। त्यसले उसको नीतिको एउटा रूपरेखा दिन्छ। त्यसले त्यो जनतालाई निषेध गरेको छ कि आफ्नो पार्टीलाई मात्रै चाहिँ गर्ने हो कि आफ्ना कार्यकर्तालाई मात्रै गर्ने हो कि, जस्तो त्यो फेजबाट हामी निक्लेका हौँ नि। गुटलाई, आफ्नो परिवारलाई मात्रै गरेको हुनाले त्यसको विद्रोह गरेर परिवर्तन ल्याएको हो नि। त्यो अहिलेसम्म हामीले सुन्न पाएको छैन। त्यो बालेन शाहको अगेन्स्टमा जान्छ, पहिलो कुरा। दोस्रो कुरा, उनले जब आफ्नो शपथ ग्रहणमा नेपाललाई एउटा सनातनी राष्ट्र भनेर परिचय दिएको छ,
उनले जानेर गरे अनजानले गरे आफ्नो चिप पपुलारिटीको लागि गरे त्यो उनी नै जानुन्। तर 200 करोडभन्दा बेसी हिन्दू र 1.25 अरबभन्दा बेसी बुद्धिस्टहरू, किनभने दुईटा आस्थाको त्यहाँ फङ्सन भएको छ कि छैन, तिनीहरूमा चाहिँ दुनियाँभरिका, हामी यो 3 करोडको कुरा छोड्नु, दुनियाँभरिका 3.25 अरबभन्दा बेसीको चाहिँ हामी केन्द्रबिन्दु हो भनेर त्यो सन्देश गएको छ। त्यो सन्देशलाई अहिलेसम्म उनले चाहिँ त्यसलाई कायम गर्न सकेको छैन। त्यसको अर्को चिज हेर्नुहोस्, देशको परिचय हुन्छ नि, पहिचान हुन्छ, देशको भाषा हुन्छ, देशको सभ्यता हुन्छ, देशको आस्था हुन्छ, त्यसैले देश बेग्लै हुन्छ। नभए 200वटा देश किन छ यहाँ? एउटै देश भए त भइगयो नि, हो कि होइन? 4वटा धर्म 10वटा धर्म किन छ? आस्था किन छ? हजारौँ ल्याङ्ग्वेज किन छ? त्यो पहिचान हो नि। त्यो चिज त्यस्तै कुनै देशको गभर्मेन्ट, हेड अफ द गभर्मेन्ट हुन्छ या राष्ट्र प्रमुख हुन्छ, त्यो पनि टाढैबाट चिनिनुपर्छ, टाढैबाट। अहिले युएनमा तपाईँ जानुभयो भनेदेखि त्यहाँ 253वटा राष्ट्र प्रमुख आउँछन् या सरकार प्रमुख आउँछ। त्यहाँ तपाईँ कसरी चिन्नुहुन्छ तिनीहरूलाई? ल भन्नुहोस् त। तिनीहरूको एउटा विशिष्ट लुगा हुन्छ कि हुँदैन? पहिरन हुन्छ कि हुँदैन? त्यो किन नेपालीको प्राइम मिनिस्टर भनेर किन देखाउन लाज लागेको? त्यो दुईटा धार्मिक अनुष्ठान गरेर चाहिँ उल्लिने, के अरे शपथ ग्रहण गरेर कुर्सीमा बस्ने, नेपालीको प्रधानमन्त्री हो भनेर अहिले जुन ड्रेसमा उनी अफिस एटेन्ड गरिराखेका छन्, के अरे सदन एटेन्ड गरिराखेका छन्, त्यहाँबाट चाहिँ भोलि गएर चाहिँ त्यही ड्रेसमा युएन जान मिल्छ? त्यसपछि त जेलेन्स्की भइगयो नि। जेलेन्स्कीलाई त्यसै कारणले हकारेको हो कि होइन ट्रम्पले? अनि सुट लाएर अर्कोपल्ट आउनु पर्यो कि परेन? मान्छेले चिन्न खोज्छ। त्यो मात्रै होइन, हामी कहाँमा कति किसिमका जात छन्, कति किसिमका भाषा छन्, हो कि होइन? त त्यो सबैले 3 करोडले त्यहाँ चाहिँ उसमा बालेनमा कहीँ न कहीँबाट एङ्गलबाट हेर्दाखेरि आफ्नो छवि त्यहाँ हेर्न खोज्छ। त्यो खै देखाएको? त्यो चिज किन लुकाएको? त्यो चिजमा के विश्वास छैन हाम्रो प्रधानमन्त्रीलाई? र राष्ट्रको नाममा किन सम्बोधन नगरेको? मेरो यसमा चाहिँ मेरो ठुलो चित्त दुखाइ छ। भन्नुहोस् न, हाम्रो पहिचान यस्तै गरेर खेलबाड गरेर हाम्रो पहिचान बिगार्नु हुँदैन। तपाईँलाई म एउटा इक्जाम्पल दिन्छु। पुटिन जब लास्ट टाइम भारत आउँदाखेरि त्यहाँ आज तकको एङ्करले सोधेको थियो, तपाईँहरू टुटिसकेको सोभियत युनियन फेरि कसरी तपाईँहरूले चाहिँ यस्तो शक्तिशाली बनाउनु हो भनेर सोद्धाखेरि हाम्रो सभ्यताको जगमा हामी उभिएको हुनाले हामी चाहिँ फेरि उठ्न पाएको। भारतसँगको तपाईँको रिलेसन किन यति प्रगाढ भयो, कहिले टुटेन अरू देश जस्तो भन्दाखेरि यो पुरानो सभ्यता र भारत पनि हामीभन्दा पुरानो सभ्यता हो। दुईटै देश सभ्यतामा आधारित राजनीति गरेको हुनाले हामी एकअर्कामाथि विश्वास छ, सभ्यताले विश्वास जगाउँछ भनेको छ। त्यो चिज हामीले बुझ्नुपर्ने कि नपर्ने? यो त 100 वर्ष पहिले भनेको होइन, 2 महिना अगाडिको कुरा। यो त बालेनले सुनेको होला नि त। यति इन्फर्मेसन म जस्तो बुढोले त राख्छु भने देश चलाउने र तिनीहरूसँग कुरा गर्न जाने, एक दिन त कुरा गर्न जान्छन् होला नि त। जाँदाखेरि त्यो साइकी चाहिँ बुझ्नुपर्छ कि पर्दैन? जोसँग कुरा गर्न जान्नुहुन्छ, नेगोसिएसन गर्न जान्नुहुन्छ, त्योसँग त्यसको सोच्ने तरिका, उसको मनमा के छ त्यो नबुझिकन तपाईँ कसरी डिस्कस गर्नुहुन्छ? यस्तो चिज कमजोरी यो देखाउनु हुँदैन। त्यसैले मैले के भनेको छु भनेदेखि यो सरकारले, बालेनले राष्ट्रलाई एक ढिक्का बनाउनुपर्छ,
त्यो एक ढिका बनाउनको लागि सर्वपक्षीय एउटा मिटिङ राख्नु, एउटा राष्ट्रिय नीति कायम गर्नु जसले हामीलाई हजारौँ वर्षसम्म अगाडि फेरि लान सकोस्। हामी 7000 8000 वर्ष पुरानो सभ्यता अझै पनि टिकिराखेका छौँ। अझै 7000 वर्ष अगाडि बढ्ने क्षमता देखाएको छ हाम्रो सभ्यताले। आज सबैभन्दा साइन्टिफिक, सबैभन्दा चाहिँ मोडर्न सभ्यता हाम्रो भएको छ। त्यो चिज चाहिँ बुझ्नु, त्यो चिज देखिराखेको छुइनँ। त्यो हाम्रा यङ जेनेरेसनमा कमी देखेको छु। मैले बालिनले के गर्यो, के अरे सुजनले के गर्यो, कसको सम्पत्ति के छ त्यो मलाई मतलब छैन। मलाई नेपाल चाहिँ अहिलेको यो विषम परिस्थितिमा नेपाल चाहिँ रहन्छ कि रहँदैन त्यो चाहिँ मलाई चिन्ताको विषय छ। त्यस कारणले म बोल्छु। के गर्नु पर्यो अहिलेको सरकारले यति बेला? पहिलो कुरा राष्ट्रलाई एक ढिक्का राख्न सक्नुपर्छ। टुटेको राष्ट्रले कहिले पनि कुनै पनि समस्या फेस गर्दैन। तपाईँलाई एकछिनलाई भन्नुहोस्, भोलि यहाँ कुनै देशले आक्रमण गर्यो भने जब घरभित्रै तपाईँको चाहिँ हुन्छ के अरे दुश्मन हुन्छ होइन, भेदी हुन्छ भने त्यो घर रावण त हार्दो रहेछ विभीषणको कारणले, हो कि होइन? रामलाई नाभिमा अमृत छ त्यहाँ हान्नु नभनेको भए रामले रावणलाई मार्न सक्ने रहन्छ नि, भगवान भए पनि। त घरमा त एकता त चाहियो नि। त्यस कारणले सर्वपक्षीय एउटा भेला गर्नु, अहिलेको जे समस्या छ त्यसलाई एउटा सबै मिलेर सल्लाह गरेर सबै मिलेर फाइट गर्नुपर्छ। यो कुरा मैले भन्नुभन्दा पनि अहिले फेरि म तपाईँलाई 10 दिन पहिलेको ठाउँमा लान्छु। यो कुरा जब यो खाडी युद्धको प्रभाव पर्न थाल्यो, खाडी युद्धको त अहिले पनि त्यहाँ बवाल मचिराखेको छ यो महँगीको कारणले। परिसकेपछि मोदीले आफ्नो दुईटै सदनमा, लोकसभा र राज्यसभामा दुईटैमा दिएको भाषण म तपाईँलाई कोट गरिदिन्छु। उसले के भनेको छ भने यो खाडी युद्धले गर्दाखेरि हामी त्यो कोरोना टाइमको जस्तो हामी एक प्रकारको लकडाउनमा परेका छौँ। त्यस्तै हामीले एकता अगर जुटाउन सकेनौँ, हामी फाटो पऱ्यौँ भनेदेखि हामीहरू सिद्धिन्छौँ। त्यस कारणले हामीलाई त्यही बेलाको जस्तो एकता चाहिएको छ भनेर उसले भाषण गरेको छ। त्यही कुरा मैले यिनीहरूलाई भनेको। आज त्यही स्थिति भारत जस्तो देशलाई त्यो छ भने हामी टुक्रा टुक्रा भएर बल्ल एउटा पार्टीलाई चाहिँ 2/3 भोट दिएर पठाएको छ। त्यसले पनि त्यही टुक्रे राजनीति गर्ने हो। अस्ति त 2-3वटा इन्सिडेन्ट देखियो नि एकै दिन, होइन? एउटा उपसभामुखको चुनावमा देखियो मत फाटो भएको। एउटा मन्त्रीलाई तपाईँको स्पष्टीकरण के अरे सचेत गराउने, अर्कोलाई स्पष्टीकरण नलिकन खोसिदिने, यो डेमोक्रेसीमा हुँदैन नि। डेमोक्रेसी भनेको चिज जनतालाई मात्रै डेमोक्रेसीको भाषण दिने, आफ्नो पार्टीमा चाहिँ डेमोक्रेसी लागू नहुने भन्ने हो भनेदेखि त यो 52 लाख भोटको के काम? यसको चाहिँ चिन्ता हो मलाई। हुन्छ, आजका लागि कुराकानी यति गरौँ। समय दिनुभयो, धेरै धन्यवाद यहाँलाई।